कि तपाईको बच्चालाई दिशा गरेपछि लास्टमा तप तप गरेर खुन चुइने गरेको छ? यदि यसो छ भने यो भिडियो तपाईको लागि अन्तिमसम्म सुन्नु होला। नमस्कार, म डाक्टर दिलीप नपर्ने बाल रोग पीडित तथा कलेजो रोग विशेषज्ञ। एउटा 4 वर्षको बाबु चाहिँ 1 वर्षदेखि चाहिँ बारम्बार दिशामा खुन लिएर आउनु भएको थियो। उहाँको हिस्ट्री सबै सुनेपछि हामीले चाहिँ उहाँलाई चाहिँ कोलोनोस्कोपी गर्यौं। कोलोनोस्कोपी गर्दाखेरि चाहिँ हाम्रो मलद्वारबाट चाहिँ त्यो नजिकै एउटा चाहिँ मासुको टुक्रा जसले हामीले पोलिप भन्छौं त्यो देखिएको थियो। त्यसपछि हामीले चाहिँ त्यो कोलोनोस्कोपीको माध्यमबाट त्यो पोलिपलाई हामीले निकालेर जाँचको लागि पठायौं। आउनुहोस् यो पोलिप चाहिँ किन हुन्छ बच्चामा र यसले के कस्तो लक्षणहरू देखाउँछ र यो चाहिँ रोगको कसरी पत्ता लगाउने र यसको ट्रिटमेन्ट कसरी गर्ने र भविष्यमा यो रोगले के कस्तो समस्या निम्त्याउँछ भन्ने बारेमा केही कुराहरू गरौँ। प्राय जसो चाहिँ यो खालको पोलिप हुँदाखेरि चाहिँ बच्चाहरुमा कस्तो लक्षण देखिन्छ भने चाहिँ दिशा गरेपछि तप तप गरेर खुन चुइने वा दिशा गर्दाखेरि चाहिँ मलद्वारबाट केही मासुको टुक्रा जस्तो के आए जस्तो हुने वा कहिले कहिले बारम्बार खुन चढाउने र बच्चामा खुन कमी भएको देखिएको पाइएको हुन्छ। र यो रोग कसरी पत्ता लगाउने भन्ने चाहिँ हामीले यस्तो खालको बच्चाहरुको लक्षण यदि छ भने चाहिँ हामीले कोलोनोस्कोपी गरेर हामीले चाहिँ त्यहाँ चाहिँ त्यो पोलिप हेरेको छौं र त्यसलाई चाहिँ हामीले इन्डोस्कोपीको माध्यमबाट चाहिँ हामीले त्यसलाई चाहिँ पोलिपेक्टोमी गरेर हामी चाहिँ यसलाई निकाल्ने गर्दछौं र त्यसलाई चाहिँ हामीले चाहिँ त्यो जाँचको लागि हामी पठाउने गर्दछौं। तसर्थ यस्तो खालको समस्याको चाहिँ हामीले उपचार गरिसकेपछि भविष्यमा यसले के कस्तो समस्याहरू निम्त्याउँछ भन्ने कुरा गर्ने हो भने चाहिँ यो चाहिँ एकचोटी भइसकेपछि बारम्बार हुने चान्स पनि हुने गर्दछ, जसमा चाहिँ कहिले कहिले बच्चाहरुमा खुन कमीहरू हुने र बच्चाहरुमा कहिले एउटा आन्द्रा अर्को आन्द्राभित्र चाहिँ खप्टिने पनि यसमा पाइएको छ भने एकदम न्यूनतम केसहरुमा चाहिँ भविष्यमा चाहिँ क्यान्सर पनि भएको पाइन्छ। तर राम्रो कुरा के छ भने 236 इन्डियन चिल्ड्रेनहरुमा गरेको अनुसन्धान अनुसार 93% मा चाहिँ सामान्य रूपमा रहेको र 7% मा चाहिँ अलिकति भविष्यमा चाहिँ दुःख दिने खालको समस्या चाहिँ देखेको पाइएको छ। त्यसैले यदि कुनै बालबालिकाहरुमा चाहिँ बारम्बार दिशामा खुन आइरहेको छ भने ढिला नगरिकन सम्बन्धित बच्चाको डाक्टरसँग परामर्श लिनु होला। हस्त, धन्यवाद।